हेलो सबैजना, आज म चाहिँ यो अप्पर माङमुङ बस्तीमा देन्दाम कन्स्टिट्युएन्सीको एउटा एकदमै रमाइलो गाउँ अप्पर माङमुङ भिलेजमा म आइरहेको छु। माङमुङ बस्तीमा तपाईले यो मेरो पछाडि देखिरहनु भएको छ, यो सबै मौरीको डुँडहरू छ। आज चाहिँ हाम्रो यो पेम्बा दाजुको घर हो। उहाँले उहाँको आज यो मौरीको मह काट्ने दिन, यो वर्षको यो फर्स्ट उहाँले यो हार्भेस्ट गर्नु आँट्नु भएको छ। सो हामी यो भित्र म यहाँ गएर पेम्बा दाजुसँग इन्टरेक्सन गर्नेछु। किप वाचिङ। उहाँ चाहिँ मेरो काका हुनुहुन्छ, यो गाउँको पानवाला जेठा भनेर उहाँलाई यो गाउँमा एकदमै चिन्नुहुन्छ। ए हजुर, तपाईँ कति उमेर पुग्नु? म 80 पुग्यो। 80 पुगिरहनु भएको छ। उहाँको एज 80 इयर्स ओल्ड हुनुहुन्छ। उहाँ 80 वर्ष पुग्नुभयो उहाँले। अझै पनि उहाँ एकदमै तन्दुरुस्त हुनुहुन्छ। र वेलकम तपाईँलाई पनि एकदम मेरो भिडियोमा तपाईँलाई एकदम स्वागत। ल हुन्छ। र यसरी हाम्रो पेम्बा दाजुले यहाँ झन्डै लगभग तपाईँको 17-18वटा मौरीको यसरी डुँड राख्नु भएको छ। कोही पुरानो यो लग, यो डुँड के भन्छ यसलाई, वुडन लगको यो जुन चाहिँ डुँड बनिएको छ यस्तो छ। यता माथितिर पनि छ, तपाईँले देखिरहनु भएको छ। यता माथितिर पनि उहाँले एकदमै राख्नु भएको छ। र अब आउनुहोस् हामी पेम्बा दाजुसँग इन्टरेक्ट गर्नेछौँ। र उहाँ चाहिँ हाम्रो पेम्बा दाजु हुनुहुन्छ। उहाँले नै यसरी यो है बीको एपिकल्चर जुन चाहिँ फार्मिङ छ उहाँले लगभग गर्नुभएको कति वर्ष भयो पेम्बा दाजु? मैले 2015 देखि हो। 2015 है। तपाईँलाई एकदम मेरो भिडियोमा स्वागत छ। हजुर हजुर, धेरै धेरै धन्यवाद। हजुर, यहाँ हाम्रो भाउजू हुनुहुन्छ र मसँग आज मेरो भाइ हेन्डुप है। तपाईँले देखिरहनु भएको छ मेरो भिडियोमा। अरू मेरो पहिलाको भिडियोमा पनि उहाँ एकदम उहाँको कतिवटा एक्टिभिटिजहरू तपाईँले देखिरहनु भएको थियो। र अहिले चाहिँ हामी अब रेडी भएको। म चाहिँ यो लगाउनै पर्छ मैले यो, किनभने मलाई मौरीले मनै पराउँदैन। र पेम्बा दाजुलाई चाहिँ एकदम माया गर्छ र उहाँले यस्तो यो गियर लाउनु पर्दैन। अब चाहिँ हामी यो देखिरहनु भएको छ हाम्रो यो स्मोक चाहिँ एकदम उहाँले मात्रै यो चलाउनु एकदम सिपालु हुनुहुन्छ। उहाँ मौरीलाई एकदम नडराइकन नमारिकन पखेटाहरू कुनै पनि नडराइकन उहाँले यो स्मोक युज गर्नुहुँदैछ। र अब हामी मौरीको मह काट्नु जाँदैछौँ। कुन चाहिँ डुरमा हो? यसमा हो। हजुर। ओके। र जतिजनाले पनि यो हेर्नुहुँदैछ, फर्स्ट टाइम हेर्नुहुँदैछ मौरीको मह चाहिँ कसरी काट्छ भनेर, तपाईँहरूले जसले पनि फर्स्ट टाइम हो यो तपाईँहरूको लागि, तपाईँहरूले यो भिडियो तपाईँहरूको लागि भिडियो हो। मह चाहिँ कसरी काट्छ भनेर तपाईँहरूले यो हेर्नुहोस्। पहिला चाहिँ यो पुरानो जुन चाहिँ यो डुँड छ, यो मुढा है, रुखको यो मुढा खिपेर यसरी बनाएको हुन्छ। त्यसको यो बुच्चो चाहिँ यो यसको कभर बिस्तारै खोलेर जुन चाहिँ यो गोबर लगाएर कौडङ लगाएर यो जुन चाहिँ सिल गरेको हुन्छ त्यो बिस्तारै खोलेर त्यहाँदेखि यसरी मौरीलाई स्मोक बिस्तारै लगाएपछि चाहिँ उनीहरूले यो उनीहरूको यो जुन चाहिँ चाखा चाहिँ बिस्तारै छोड्दै गएपछि चाहिँ यो स्पेस हुन्छ। यो स्पेसमा चाहिँ बिस्तारै त्यहाँबाट चाहिँ मह काटेर यसरी निकाल्नु पर्ने हुन्छ। र पेम्बा दाजुले यो जुन चाहिँ बी फार्मिङको यो जुन चाहिँ प्रोसेस यो प्र्याक्टिस गर्नुभएको लगभग 8-10 वर्ष भइरहेको छ। र उहाँले चाहिँ वर्षमा एकपल्ट मात्रै हार्भेस्ट गर्नुहुन्छ, स्पेसली यो मन्थमा। अहिले चाहिँ तपाईँको यो जुनको एन्ड हो, लास्ट विक अफ जुनमा यसरी उहाँले वन्स इन अ इयर उहाँले हार्भेस्ट गर्नुहुन्छ। यसरी बिस्तारैसँगले कुनै पनि मौरीलाई नमारिकन उहाँले यसरी छुट्याउनु हुँदैछ चाखा। र यसरी तपाईँले हेर्नुहोस्। भाउजू र मलाई चाहिँ मौरीले एकदम मनै पराउँदैन, त्यही कारण उहाँले चाहिँ इन्डियाको कुन चाहिँ जग्गाबाट मगाउनु भएको यो टोपी चाहिँ मैले पनि लगाइरहेको भन्छु। जति पनि
जब मह बेसी हुन्छ नि हजुर उनीहरूले पनि यो मह चाका छोड्नु मान्दैन ए जति बेसी मह छ त्यति चाखा छोड्नु मान्दैन है हजुर हजुर अन्त त्यसले गर्दा कोही कोही चेप्टिन्छ र हातमा चिल्छ हो हजुर अनि उनीहरूले फेरि त्यो मह हामीबाट खस्ने कोसिस गर्छ छिट्टो खान्छ उनीहरूले पनि ए सबै यो तपाईँको यो प्र्याक्टिस हो नि होइन हजुर हजुर गरेर गरेर तपाईँ एकदमै कुनै यो ट्रेनिङ बेगरको यो चाहिँ उहाँले एकदमै कुनै पनि ट्रेनिङ लिनुभएको छैन भनेर उहाँले भन्नुहुँदैछ जति पनि उहाँले यो काम गरिरहनु भएको छ यो आफ्नै एक्सपिरियन्समा यसरी हेर्नुहोस् मह भएको जति हुन्छ नि हजुर मह भएको आफै भाँचिहाल्छ लोड परेर पुरा ओजन हुन्छ त आफै भाँचिहालिन्छ यहाँ चाहिँ दाजुलाई चाहिँ एउटा एक किक चाहिँ दिइहाल्यो मौरीले यसरी काटिन्छ मौरीको मह चाहिँ पतञ्जलीको अमुलको र डाबरको मह चाहिँ कसरी काट्छ हामीलाई याद छैन तर मौरीको मह चाहिँ यसरी काट्छ अब सक्नु भएको हजुर हजुर यो अब उल्लाएर खाने छोडिदिएको यो चाहिँ यसरी एक दुईवटा यति चाहिँ छोड्नु यो टुलको चाहिँ म निकालिसक्नुभयो हाम्रो पेम्बा दाजुले गोबर चाहिँ कहिले लगाउनु हुन्न अब यो गोबर 2-4 दिनमा ए 2-4 दिनमा अलिकति अब यो उनीहरू गाउँकोला यहाँ बसेको हुन्छ कि त यसरी पुरा झरेको हुन्छ यो चाहिँ फेरि अब यहीँ चढ्छ हजुर दिउँसो काट्यो भने चाहिँ अब बेलुकासम्म यो त्यही डुनमा पस्ने चान्स भयो ए बेलुका चाहिँ काट्नु हुँदैन राति काट्यो भने चाहिँ अब भुइँमा जति झरेको हुन्छ देख्दैन त्यो ती नै मर्छ अब ए भन्नु यसो गर्दा चाहिँ यो सबै मोड्नु थालिहाल्छ त्यही त यो चाहिँ एउटा इन्ट्रेस्टिङ कुरा हाम्रो पेम्बा दाजुले हामीसँग राख्नुभयो यो उज्यालोमा काटेको त्यसको फाइदा चाहिँ के छ भने जति पनि यो मौरीहरू चाहिँ यसरी भुइँमा छरपष्ट भएकोहरू चाहिँ उज्यालो हुँदै यो लाइट हुँदै सबै यो डुरमा उनीहरू चढिसक्छ तर राति चाहिँ उनीहरूको जब लाइट कम्ती हुन्छ उनीहरू चाहिँ यहाँ चढ्नु नसकेपछि चाहिँ उनीहरू चाहिँ यहाँ भुइँमै मर्छ त्यही कारण चाहिँ उहाँले चाहिँ उज्यालोमै काट्नुहुन्छ यिनीहरू चाहिँ कहिले पस्छ यो पस्छ आफै नै चलाइदिनुपर्छ कि यिनीहरूको ए रानी चाहिँ देख्दैन है यति बेला रानी चाहिँ भित्रै बस्छ यिनीहरू चाहिँ अहिले यताबाट एउटा खोलेर हेर्नु देखिन्छ देखिनु चाहिँ ठुलो हुन्छ नि हजुर अलिकति ठुलो हुन्छ यसमा रानीहरू होइन अहिले फेरि रानी दग्दी हुन्छ होला कि यहाँ कि भनेर हेरेको यहाँ छैन यस्तोमा आएको कोही हुन्छ कि तर छैन छैन है हेर्नुहोस् है दिनुपर्छ होला यो पनि एउटा कला हो नि अन्त 5 वटाले चिर्यो भने सक्यो अब चाहिँ यो काटिसकेको यो चाहिँ चाल्नु अझ मेरो काट्नु बाँकी अब कतिवटा डोर काट्नु बाँकी छ 7-8वटा छ अझै एउटा 2टा 3टा हजुर 4वटा 5वटा चाहिँ काटिसक्यो हजुर अब कतिवटा रहेको छ अझै पनि मेरो कति 5वटा 6वटा छ अझै 6वटा छ काट्नुपर्ने दाजु यो डोर चाहिँ अर्को देख्छ र नि यो चाहिँ मैले मलाई गिफ्ट गरेको यो डोर चाहिँ ए र मैले यो चाहिँ मौरी लगाउनु चाहिँ लगाएको छ अहिले यो जुन मौरी छ नि हजुर यो चाहिँ मौरी काटेको अरू मौरी गरेर लाप्पा खेल्दैछ यसमा कि ए हजुर यसमा मौरी चाहिँ छ तर बस्दैन यो अहिले यसमा रानी हाल्नु भएको छैन हजुर रानी हालेको छ कि रानी हाल्नु भएको छ है तर यसमा अब बस्दैन यो अहिले नै चाहिँ भन्न सकिँदैन 3 दिन मात्र भनेपछि यो हालेको ए कलर अस्ट्रेलियाको
काका के निकाल्नु भयो फेरि यो त म जस्तो छ त कि होइन हौ यो त मजा निकाल्यो यो खैनी भयो खैनी हौ खैनी भयो म त कस्तो खालको म निकाल्यो भन्छ नि हाम्रो काका लु काका टेस्ट गर्नुहोस् त तपाईँको त्यो अघिको त्यो डुप्लिकेट चाहिँ निकाल्नुहोस् न ओठबाट अन्त त्यो फ्याँक्नुहोस् त डुप्लिकेट यो अरिजिनल खानुहोस् त अच्छा लु अब काकाले तपाईँले टेस्ट गरेको कस्तो छ यो भन्नुहोस् है मलाई मैले अघि खाएँ लु खानुहोस् त बाजे ए काका यता आउनुहोस् न अलिकति खोइ खानुहोस् त यो अब खानुहोस् न यो हाम्रो काकाले टेस्ट गर्नु हुँदैछ र उहाँले बताउनु हुँदैछ है कस्तो छ भनेर कस्तो छ काका यो म एकदम गुलिलो हो प्योर प्योर टेस्ट मिठो मिठो म चाहिँ यसरी नै मुस्छु यो चाहिँ खालि म मात्रै छ यसमा बच्चा कोट केही पनि छैन हजुर जति म निस्किन्छ प्योर निस्किन्छ र यो तपाईँले देखिरहनु भएको छ यो लामो प्रोसेस पुरानो प्रोसेस हाम्रो पेम्बा दाजुले यस्तो प्रकारले यसरी नै हाम्रो यो उहिलेको यो काट्ने चलन अझै पनि उहाँले यसरी प्रिजर्भ गरेर राख्नु भएको छ यो नेटमा यो छान्ने काम भइरहेको छ यो चाहिँ कति घन्टामा दार्जिलिङ दाजु यो होइन यो 1.5 घन्टामा हजुर सकिहाल्छ अब यसलाई चलाउँदैन कि हामी यतिकै छोड्छु यसमा फेरि बन्द गरेन भने माउरी पर्छ यसरी यति गरिसकेपछि चाहिँ यसलाई चाहिँ टक्कै कभर गरिदिइसकेपछि चाहिँ यो 1.5 घन्टा म्याक्सिमम 1.5 घन्टामा चाहिँ यो सबै म तरिसक्छ मुनि यो जारमा र त्यसको बादमा चाहिँ यो बोतलमा फिल गरेर उहाँले सेल गर्नुहुन्छ किन यो प्लास्टिकको बोतल हो भनेर भन्दा चाहिँ यो प्योर हनी भएकोले गर्दा यो ग्लासको बोतल चाहिँ एकदमै हिट भएर चर्किने चान्सेस एकदमै हुन्छ त्यसै कारण हजुर यसरी यो चाहिँ आफ्टर यो सबै ड्रेन भइसकेपछि हनी यसरी रिफिल गर्छ फिल गरेर चाहिँ इट्स रेडी फर सेल है यो लेभल चाहिँ निकाल्नुहुन्छ अब हेर्नुहोस् यो निकै तरिसक्यो ए हजुर अघि तपाईँहरूलाई मैले जुन चाहिँ देखाएको थिएँ यो एक्सट्र्याक्ट भइसकेको छ यो सबै तरिसकेको छ हो अब यो चाहिँ के गर्नुहुन्छ दाजु अब यसलाई चाहिँ यतिकै राखी यसलाई हटाइदियो यसलाई हटेपछि अब यो माउरीले नै खान्छ भने फेरि राखिदियो हजुर म चाहिँ यसरी भित्र गएको हजुर देखिन्छ देखिँदैन अप्ठ्यारो भयो हेर्नुहोस् भित्र छ यस्तो हुँदो रहेछ अलिकति खोलेर देखाइदिन्छु एक साइड खोल्छु कि यो एक्सट्र्याक्ट भएको जुन चाहिँ यो हनी कोम छ यो चाहिँ यहाँबाट चाहिँ सबै एक्सट्र्याक्ट भएर प्योर हनी यसरी बसेको हुन्छ हेर्नुहोस् यहाँ कम्तीको पनि कति लिटर 6 बोतल जस्तो छ 6 बोतल 7 बोतल यसरी चाहिँ तपाईँको यो हनी एक्सट्र्याक्ट गर्ने जुन चाहिँ प्रोसेस छ यो यस्तो छ यो चाहिँ अब पेम्बा दाजुले मलाई टेस्ट गर्नुको लागि दिनुभएको छ दिस टेस्ट द रियल हनी पहिला अब हाम्रो सिनियर काकाले टेस्ट गर्छ देब्रे हात लु दाहिने हातले भयो काका सँगै खानु एक पर्खिन चाहिँ मलाई ए त्यसो के मान्छे बाजारको मान्छेले यो चाहिँ अब टेस्ट गर्नु लुकाएको खानुहोस् भिटामिन दामी लाग्यो है भिटामिन डीमा शरीरमा एकदम लाग्छ वान अफ द बेस्ट हनी आई हेभ एभर टेस्टेड यो बारीको जिउ दुख्यो नि हराउँछ हो यसले चाहिँ हाम्रो काकाले भन्नुहुन्छ अहिले जिउ दुखेको नि चट्टै हुन्छ भनेर र काका यो भिटामिन हो अरू के यो यसको फाइदा के छ यो मको चाहिँ तपाईँले जानेको चाहिँ अहिलेसम्म यत्रो 80 वर्ष पुग्नु भयो अहिले भनेको कुरा जिउ दुखेको छ केही मर्केकोमा खानु अब जिउ दुखेको हराउँछ
बहुत बेलुका बेलुका पिलाउनु पर्छ सानो सानो नानीहरूलाई दिँदा झन् राम्रो हो झन् अनि एउटा जिब्रो घाउ आएको त यो त चट्टै जिब्रोतिर घाउ आएको नि जाति हुन्छ एकदम जिब्रो आएको एकदम चिपाएर नगरी मागेर दिनुपर्छ त्यसको हाम्रो कुरा गरेर रङ्ने भन्छ त्यो चट्टै शेर्पा भाषाबाट दामी मिठो भन्दा के भन्छ सिम्पु डक सिम्पु डक बनेको सिम्पु बनेको सिम्फू सिम्पु हौ सिम्पु नक बनेको सिम्फू न त्यस्तो यो चाहिँ पेम्बा दाजु अब यो चाहिँ के गर्नु हुने यो चाहिँ अब गिफ्ट बनाउनु के भन्नु भाइहरूले यहाँ टेस्ट गरिहाल्नु भयो त्यो अब घरमा पनि त गर्नु पर्यो नानीहरूले छोरीहरूले है कहाँ गएर आयो भन्दाखेरि त माउरीको मह खाएर आयो भन्दाखेरि त्यो त मजा भएन है माउरीको मह खाएर घरमा पनि टेस्ट गर्न ल्याइदिएको छु है ल्याइदिएको छु है टेस्ट गराउनुको लागि गेट पास है गेट पास तपाईँहरूलाई मैले त्यसै बोलाएर होइन थ्याङ्क यू पेम्बा दाजु र भाउजूलाई के छ कसो छ टेस्ट गर्नु र पेम्बा दाजु र भाउजूहरूले हामीलाई यो गेट पास दिनुभएको छ अब फ्यामिलीलाई पनि टेस्ट गराउने हामी यो र थ्याङ्क यू सो मच जतिजनाले पनि यो भिडियो हेरिरहनु भएको छ थ्याङ्क यू सो मच र फेरि पनि यस्तै भिडियोहरू हामी लिएर आउनेछौँ टिल देन किप वाचिङ स्टे फिट टेक केयर बाई